हेलो गाइज, हामी चाहिँ आज दियानको लागि मोन्टेसरी खोज्दै हिँडेको। बिल्डिङ गो लड्छ है। मोन्टेसरी त राम्रो छ, बाहिर पनि राम्रो छ। म हल्लाइदिउँ? होइन त्यो त होइन, हुँदैन। बजाऊ मादल बजाऊ फेरि। दिदी र म अहिले चाहिँ हामी रामपुरको ज्ञानदीप मोन्टेसरीमा आइपुग्यो। भाइ हेलो Booking.com ऐप पर अपने लिए बेहतरीन हॉलिडे रेंटल खोजें। नमस्ते करो बाबू। सैकड़ों फिल्टर में से चुनें और आसानी से अंगुर चोरायो, अंगुर लक्ष्मी यता हेर न, कति स्लिम भयो क्या मान्छे। तिम्रै खेल्नु मन लाग्यो पहिला त। वानसम्म छ, ठिक ठिक। कस्तो राम्रो क्युट क्युट के टेबलहरू है। म युट्युबमा नै हालिदिन्छु है, प्रचार प्रसार हुन्छ। उसलाई हेर न, ऊ एक्लै अब हल्लाउने मान्छे छैन। हाँसे हेर्न खेल्ने मान्छे नि त्यत्रै, हल्लाउने मान्छे नि त्यत्रै। मजाले सुकाइदिए आउँछ अनि त्यो गाडीलाई एकैचोटि ल्याउनु फाइदा छ हामीलाई त दियान दियान मस्त त्यो गर्मी भएर खोल्यो क्या ज्याकेट। हेलो भन माथि फाल्दै अनि पापालाई पठाउने दे ड्याडीलाई मान्ने भन्छ ल सन्देल पठाइदिनु पर्यो खेल्ने
कसरी हो बस्नु ल्या यहाँ आउने यहाँ फोटो खिच हेलो हेलो गर न ल बाई हामी त जान्छ है बाई अभी स्टप गर्नु रे अघि लाइनमा स्टप गर्नु रे अब यहाँबाट हामी फाल्नु भन्छ फाल फाल हाम फाल जम्प गर जम्प 1 2 3 खोइ त जम्प गरेको हिरे नै रे आज कस्तो आज हेर्दा हेर्दा खेलेको ल रेडी 1 2 पिकाबु आऊ यता जम्प गर छिटो स्लाइड गर छिटो दिएन तोपेको भनेको म त तपाईँको भनेर छु नि मेरो गएको छुट्टिने 1 2 3 गो भाग्यो कता होला के देख्यो ए उता सानो देखेछ नि त त्यही भएर हो पकाए तिम्रो टर्न आएको छ बाबु किन हटेन अर्को फेरि हटाएर नहटाउन त दिएन नखेल्ने यहाँ पक्का एकछिन पहिला दिदीलाई खेल्न देऊ है ल रेडी गो उही त्यो खेल्दै ठुलो खेल्दै नै यही खेल्छु भन न म नि खेल्छु यहाँ भन न प्लिज दिनुहोस् भन न नो भनेछ पखन त पहिला दिदी खेलेपछि खेल्ने है ल छिटो ल दियालाई खेल्न देन ल ल चढ माथि चढ दिया जल्दी माथि चढ ल रेडी 1 2 3 गो Wait. 1 2 3 go. Latihan. Lah jaldi go. Sudah. 1 sudah. Lah. 1. Kata ni go. Tahu mana na? 1 2 3 go. 1 2 3 Why? Jadi भित्र ना जानी बो ना जानी अहिले भोलि आउने ध्यान अब भोलि आउने Clap your hands, clap your hands. Listen to the music and clap your hands. Stamp your feet, Listen to the music and stamp your feet. Turn around, Listen to the music and jump up high.
तयारी अवस्थामा बसिदिनको लागि म विनम्र अनुरोध गर्दछु। सीमा स्कोपद्वारा आयोजित सांस्कृतिक कार्यक्रममा तृतीय स्थान प्राप्त गर्न सफल साकेला नृत्य लिएर आउँदै हुनुहुन्छ हाम्रो कमलदेवी माध्यमिक विद्यालयका प्यारा विद्यार्थी भाइ बहिनीहरूको लागि म हार्दिक अनुरोध गर्दछु। नेपाल 4 जात 36 वर्णको साझा फुलबारी हो। यहाँको बाजा र प्रकृतिलाई पूजा गरी नाचिने नृत्य सिकाउने एकजना म्याम हुनुहुन्छ। उहाँ म्यामलाई पेम्सा तमाङ म्याम, उहाँलाई हामी यो हाम्रो विद्यालय सिंहको विद्यालय परिवारले आदरणीय चाहन्छौँ, धन्यवाद दिन चाहन्छौँ र आज उहाँलाई हामी सम्मान गर्दैछौँ। आदरणीय सर र म्यामले सानो दोसल्ला उडाएर उहाँहरूलाई कृपया ताली बजाइदिनु होला प्लिज। उहाँको अथक प्रयासले हामी हरेक क्षेत्रमा अगाडि छौँ। नृत्य क्षेत्रमा उहाँको योगदान अतुलनीय छ हाम्रो विद्यालयमा। त्यो हुनाले हाम्रो पेम्सा म्यामलाई सायद उहाँले तपाईँहरूलाई नि एउटा उहाँको सिङ्गल नृत्य देखाउनुहुन्छ होला यो सम्मानपछि। उहाँलाई हामीले विद्यालयले जुन क्षेत्रमा जुन शिक्षकले काम गरिराखेको हुन्छ यो शिक्षकलाई हौसला इन्सपिरेसन होस् भनेर आदरणीय सर
के गरिरहेको के गर्नु नसोल्टेज्यू बाख्रा हेरिरहेको हो बाख्रा बाख्रा मात्रै हो कि बोक्का पनि छ छ्या, भाइ सोल्टीहरू त कति मात्तिको निरन्तर रूपमा सम्पर्कमा राखी विद्यार्थीप्रतिको प्रगति व्यवहार गुरुङ नाचेको देखेर गाउँ